नमस्कार अनि हार्दिक स्वागत छ साथीहरू। यति बेला हामीहरू वनरक्षक तथा गेम स्काउट तयारी भाग 1 लिएर उपस्थित भइसकेका छौँ। विशेष गरी हामीहरू आजको यस भिडियोमा मध्य प्रदेशको वनरक्षक सम्बन्धी क्वेसन एन्सरहरू प्रश्न उत्तरहरू परीक्षामा आउन सक्ने 100% आउन सक्ने प्रश्नहरू तपाईहरुको माझमा लिएर आएका छौँ। आजको भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नबिर्सनु होला र यस्तै जानकारीको लागि हाम्रा लाइक कमेन्ट गर्नु होला र च्यानल पनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी जोडिन नबिर्सनु होला। आजको भिडियो सुरुवात गर्ने अनुमति चाहन्छौँ। क्वेसन नम्बर 1 मा रहेको छ कुन मृगको नाइटोमा बीणा हुन्छ? कुन मृगको नाइटोमा बीणा हुन्छ? यसको सही उत्तर रहेको छ कस्तुरी। त्यस्तै क्वेसन नम्बर 2 नेपालमा कति प्रकारका लालीगुराँसहरू पाइन्छन्? नेपालमा कति प्रकारका लालीगुराँसहरू पाइन्छन्? यसको सही उत्तर रहेको छ 32। त्यस्तै क्वेसन नम्बर 3 डाक्टर मुकेश चालिसे कुन जीवसँग सम्बन्धित छन्? डाक्टर मुकेश चालिसे कुन जीवसँग सम्बन्धित छन्? यसको सही उत्तर रहेको छ बाँदर। त्यस्तै क्वेसन नम्बर 4 मा रहेको छ युरो 1 केसँग सम्बन्धित छ? युरो 1 केसँग सम्बन्धित छ? यसको सही उत्तर रहेको छ सवारी प्रदूषण। त्यस्तै क्वेसन नम्बर 5 नेपाल सरकारले पिपलाको फलको राजस्व कति तोकेको छ? नेपाल सरकारले पिपलाको फलको राजस्व कति तोकेको छ? यसको सही उत्तर रहेको छ रु 10। त्यस्तै क्वेसन नम्बर 6 टिमुरको बिरुवा रोप्ने समय कुन हो? टिमुरको बिरुवा रोप्ने समय कुन हो? यसको सही उत्तर रहेको छ असार साउन। त्यस्तै क्वेसन नम्बर 7 विश्व वातावरण दिवस कहिले मनाइन्छ? विश्व वातावरण दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ जुन 5। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ नवीन लोकसेवा। नवीन लोकसेवा नयाँ हुनुहुन्छ भने कृपया लाइक गर्नु होला भिडियोलाई। त्यस्तै कुनै सल्लाह सुझाव छ भने कमेन्ट गर्नु होला। धेरैभन्दा धेरै साथीहरूको माझ पुर्याउनको लागि सेयर गरिदिनु होला। थप हाम्रो हौसलाको लागि च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला र धेरैभन्दा धेरै साथीहरू सहभागिता जनाउनु होला र निःशुल्क रूपमा पीडीएफ पनि पाउनुहुनेछ अन्तिममा। तसर्थ पनि यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। त्यस्तै क्वेसन नम्बर 8 मा रहेको छ चौरी गाईको पुच्छरलाई के भनिन्छ? चौरी गाईको पुच्छरलाई के भनिन्छ? चमर। त्यस्तै क्वेसन नम्बर 9 जिब्रोबाट पसिना निकाल्ने जनावर कुन हो? जिब्रोबाट पसिना निकाल्ने जनावर कुन हो? यसको सही उत्तर रहेको छ कुकुर। त्यस्तै क्वेसन नम्बर 10 धमिरा बस्ने ठाउँलाई के भनिन्छ? धमिरा बस्ने ठाउँलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ देवल। आजको लागि यो अन्तिम प्रश्न पनि रहेको छ र यस्तै सेटहरू हामीहरू प्रश्न उत्तरहरू लिएर आउनेछौँ। सफलताको ग्यारेन्टीको निम्ति हामीहरूसँगै जोडिन नबिर्सनु होला। मध्य प्रदेश विशेष वनरक्षक तयारी भिडियोहरू र मोडल सेटहरू तपाईँहरूलाई पुनः हामीहरू लिएर आउने बाचासहित यो भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद।